साथीहरु हजुरहरुलाई मोमो मन पर्छ कि पर्दैन? मलाई चाहिँ असाध्यै मोमो मन पर्छ कि यो मोमोको डल्लो यस्तो मन पर्छ मलाई। एक दुई दिन मोमो खान पाएन भने यस्तो रिगटा लाग्छ मलाई त यस्तो पेट दुख्छ म त बिरामी भइहाल्छु कि मोमो खान पाएन भनेदेखि। हजुरहरुलाई नि मोमो खान पाएन भने यस्तै मलाई जस्तै हुन्छ कि मलाई मात्रै हो यस्तो हुने भनेको? हजुरहरुलाई एउटा कुरा भन्छु सुन्नुस् है त। मोमो पनि म बिना बाँच्न सक्दैन, म पनि मोमो बिना बाँच्न सक्दिन। मलाई त बरु 3 छाक 4 छाक जति छाक भात नखाए पनि हुन्छ, मोमो चाहिँ खानै पर्छ के मलाई त के भएको होला यस्तो। घरमा मोमो बनाउने भाँडो लिएर आएको साथीहरु, घरमा मोमो बनाउने भाँडो लिएर आएको देखि मसँग बोल्दैनन् हो घरमा मान्छेहरु। कोही मोमो बनाउन पर्छ भनेर नबोलेका हुन् कि मुख फुलाएर एक्लै खान थालेका छन्। जे भयो नि साथीहरु, जस्तो सुकै परिस्थिति आए पनि आफ्नो आमा बाउ भनेको आमा बाउ नै हुने रहेछ। आमा बाउ नभएपछि लास्टै दुःख पाइने रहेछ। हामी सानो हुँदादेखि बाउको अनुहार कस्तो हुन्छ, बाउको माया कस्तो हुन्छ भनेर थाहा छैन साथीहरु। बच्चा जन्माएर छोडेर हिँडे बाउले गु खाए, अनि 5-6 वर्ष चाहिँ मम्मीले नि हेरेर बस्नु भयो दुःख गरी गरी, अनि फेरि मम्मीले नि गु खानु भयो। हाम्रो घरमा चाहिँ गु खाने मान्छे मात्रै छन् साथीहरु। भात खाने मान्छे भएको भए, इन्सान मान्छे भएको भए दुःख पाइन्थेन। गु खाने मान्छे परे, कुकुर परे, त्यही भएर दुःख पाइयो। अर्को जन्ममा चाहिँ भातै खाने आमा बाउको कोखमा जन्म लिन पाऊ भगवान भन्न चाहन्छु म। के गर्नु साथीहरु, आफ्नो आमा बाउले गु नखाएको भए माया गर्थे होलान्, घरमै बसेको भए। यत्रो वर्ष जापानमा दुःख गरेर आए, घरमा आएर नि माया पाइन। मलाई त मेरो आफ्नै घरमा पनि खेदो खनेर मर्नु न बाँच्नु बनाइसके साथीहरु। मलाई त के गर्ने होला। अब घर छोडेर जाउँ भने नि कहाँ जाउँ साथीहरु, जाने ठाउँ कहीँ छैन। गए बिहा गरेर जाने हो। अब जापानबाट फर्केर आउनु मेन कारण चाहिँ मेरो हजुरबुवा हजुरआमा बिरामी भइरहनु हुन्छ, सियार नलागेको हो मेरो हजुरबुवा हजुरआमालाई। पहिला जापान जानुभन्दा अगाडि पनि यस्तै गरेर म जापान गएको हो, कहिले घर छोडेर जाउँला जस्तो भएर। 4 वर्ष पछिको हालत पनि 4 वर्ष अगाडिको हालत जस्तै छ। के गर्नु साथीहरु, दुःख पाइयो।